अहिले म तपाईको यहाँ रत्न पार्क छिर्ने जुन गेट हुन्छ म त्यहाँ आइसकेको छु। तपाई हेर्न सक्नुहुनेछ यहाँ कतिको भिड लागिरहेछ। यहाँ टिकट काउन्टिङ सिस्टम हुँदो रहेछ। एभ्रिवान नमस्ते नमस्कार सम्पूर्ण साथीहरु आज म काठमाडौँको रत्न पार्कमा स्थित छु। जहाँ तपाई हेर्न सक्नुहुन्छ यहाँ माथिको पुलबाट म उपारी जाँदैछु। त्यहाँबाट भएर पार्कमा जान सकिन्छ भनेर मैले म्याप लोकेसनमा हेरेको हो। साथीहरु यही हो चारैतिरको बाटो काट्ने भनेको। म यहाँ पुलबाट उता बस लिएर आएपछि त्यहाँबाट चढेर यहाँ यस्तो हेरेर म यहाँको हो। यहाँ हेर्न सक्नुहुन्छ ठ्याक्कै यो हाइवेको साइडमा यता चाहिँ तपाईको रत्न पार्क भन्ने ठाउँ जहाँ तपाईँ आएर रिल्याक्स गर्न सक्नुहुन्छ, टेन्सन फ्री गर्न सक्नुहुन्छ। तपाईँ हेर्न सक्नुहुन्छ कतिको मान्छेहरू आउँदै जाँदै गरेको रहेछ। यहाँ तपाईँ हेर्न सक्नुहुनेछ। अहिले साथीहरु म रत्न पार्कबाट निस्किसकेँ। तपाईहरुले त्यहाँको भिडियो हेर्न सकिनँ किनभने वहाँ भिडियो नट एलाउड गरिएको रहेछ। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ यहाँ बाहिरबाट मान्छेहरू भित्र बसेर इन्जोयमेन्ट केटीहरूले पनि लग्दो रहेछ। यसो बस्नलाई रोमान्स गर्नलाई मान्छेहरू लग्छ। त्यसको लागि कुनै रोकटोक छैन। यता म अब लागिसकेँ यता हाइवेतिर। यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल मस्ती फन मिडिया च्यानललाई सब्सक्राइब गरेर साथ दिनु होला। हस् धन्यवाद साथीहरु। फेरि भेट्ने छु अर्को भिडियोमा। तबसम्मको लागि बाई बाई।